हेलो गाइज, अहिले चाहिँ हामी ट्याक्कै तपाईँको चाहिँ यो भिलाजुको पार्कमा हामी घुमिरहेका छौँ है। बेलुका साथीहरूसँग यसो ड्युटी सकेर आएको बेलामा चाहिँ हामी बाहिर फ्रेस हुन आएको थियौँ हामी। ट्याक्कै यो चाहिँ तपाईँको भिलाजु मलभन्दा ट्याक्कै पछाडि साइडमा चाहिँ होइन, अनि भिलाजु पार्क हो यो। ठाउँ चाहिँ एकदम राम्रो रहेछ, राम्रो ठाउँ छ। बेलुका आउँदाखेरि एकदम शीतल छ। यस्तो छ यो के पानीको बिचबाट चाहिँ त्यो बाटो रहेछ कि मान्छे हिँड्ने बाटो त्यो रहेछ। अनि यता पनि यस्तो छ ठाउँहरू। अलिकति समय हुँदै आयो भने ठिकै हुन्छ, अलिक त धेरै गर्मी छ होइन। दिउँसो चाहिँ तपाईँको अब यो गर्मीले सकिँदैन है, आउन सकिँदैन गर्मीको कारणले गर्दाखेरि। अनि तपाईँको बिहान बेलुका चाहिँ एकदम राम्रो ठिक छ, एकदम पर्फेक्ट ठाउँ छ। अनि शीतल हावा पनि आउने। त्यसपछि तपाईँको विशेष गरी अनि यसो जोगिङ गर्नको लागि होइन, अनि माइन्ड फ्रेस बनाउनको लागि चाहिँ तपाईँको यो ठाउँ चाहिँ एकदम पर्फेक्ट रहेछ है। म पनि पहिला आएको थिएन, फर्स्ट टाइम आएको हो, फर्स्ट टाइम। अनि राम्रो छ, ठ्याक्कै तपाईँको भिलाजु मलभन्दा त्यो लाइटरभन्दा पछाडि है। यो है साथीहरू अगाडि पुगिसकेको छ है, चाहिँ पछि हिँड्दैछु। ठाउँ एकदम रमाइलो रहेछ। मैले फर्स्ट टाइम आएको, पहिला आएको थिएन, तर मलाई थाहा थिएन पहिला साथीहरूले यस्तो ठाउँ चाहिँ छ भनेर भनेको चाहिँ। अनि यसो आज ठिकै छ नि त गइदिउँ भनेर आयो क्या। ठाउँ चाहिँ एकदमै रमाइलो ठाउँ रहेछ। बेलुका अथवा बिहान हामी वाकिङ गर्नको लागि चाहिँ तपाईँको एकदमै पर्फेक्ट ठाउँ रहेछ क्या। अनि यो चाहिँ माथि डाँडा छ है। यहाँ यो पाहाडको उकालो चढ्न मन लाग्यो भने चाहिँ यहाँ आउनु होला। पाहाड चढ्न चढेको जस्तो लाग्छ।